यो मेसिन भनेको फुटपाथमा प्रयोग हुने यस्ता विभिन्न डिजाइनका टायलहरू बनाउने मेसिन हो। यो 10 बाई 2.5 फिटको मेसिन हो। यसमा मोटर सिंगल फेज 3 फेज दुईटै हाल्न सकिन्छ। यो 10 फिट बाई 2.5 फिट लम्बाइको हुन्छ मेसिन। यसले तपाईको चाहिँ सिमेन्ट कलर सबैलाई तपाईको चाहिँ राम्रोसँग घोलेर फोकाहरू बन्न नदिने गरेर तपाईको चाहिँ डिस्ट्रिब्युट गर्छ। एक दिनमा फर्माबाट बाहिर पनि निकाल्न मिल्छ। केमिकल रङ सबै हामीसँग उपलब्ध हुन्छ। हजुरले हामीलाई सम्पर्क गर्नु होला यस्ता मेसिन चाहियो भने। यसमा हामीले कलर मिक्सर गर्ने कलर मिक्सर पनि हुन्छ हामीसँग। सिमेन्ट घोल्ने सिमेन्ट मिक्सर पनि पाउँछ हामीसँग। र सुरुवातीमा तपाईहरुले एउटा यो टेबल र कलर मिक्सर राखेर सुरु पनि गर्न सक्नुहुन्छ। यस्ता विभिन्न डिजाइनका फर्माहरू प्रयोग गरेर आफूलाई मन लागेको र बजारमा माग भएको फर्माहरूको डिजाइनमा ब्लकहरू टाइलहरू बनाएर बजारीकरण गर्न सक्नुहुन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ एउटा टुप्पोमा राखिसकेपछि मजाले भाइब्रेट गर्दै आउँछ अर्को टुप्पोमा। यो भाइब्रेट गर्नुको अर्थ भनेको तपाईको चाहिँ सबै मालहरू राम्रोसँग तपाईको भित्रबाट फोकासोका केही नबन्ने गरेर चिल्लो आउने गरेर तपाईको चाहिँ बन्नु हो। जति राम्रोसँग भाइब्रेट गर्यो उति तपाईको चिल्लो आउँछ। धेरै भाइब्रेसन पनि राम्रो होइन, थोरै पनि राम्रो होइन। हामीले त्यही अनुसारले मेसिनको डिजाइन गरिदिएका हुन्छौँ। हेर्दा सिम्पल देखिन्छ मेसिन, यद्यपि तपाईको चाहिँ यसमा अलिकति यो भाइब्रेसन कुरादेखि लिएर मेसिनका थोरै केही डिजाइनहरू त्यसले गर्दाखेरि तपाईको चाहिँ ब्लक कतिको फिनिसिङ आउने भन्ने कुरा फरक पर्छ। हेर्दा सिम्पल भए पनि यसरी तपाईको देख्न सक्नुहुन्छ। अहिले पनि यहाँ हामीले 3-4 थरीको फर्माहरू राखेर देखाइरहेका छौँ हैन, डेमो गरिरहेका छौँ। यो जुन सुकै डिजाइनमा पनि गर्न सकिन्छ। इट्टाको शेपमा, हेक्सागन शेपमा, कस्मिक भन्छौँ, आई डम्बेल भन्छौँ हैन। यो तपाईको चाहिँ सरकारी यो ठेकाहरूमा पनि थुप्रै प्रयोग हुने हो। यो हेक्सागन शेप भनेको चाहिँ एकदम बलियो फ्रेममा तपाईको चाहिँ हेभी डिजाइनमा हामी बनाइदिन्छौँ।